रुपियाँ भाइ पहिला चाहिँ बाजेको थियो त्यो त काट्छ टाउके कति बेला जाने त भाँडा छ नि हो भाँडामा हालेर अहिले तिमी काम गर्दा पनि गर्छ सिधै आऊ सिधै तुम्बा यो रेस्टुरेन्टको पैसा धर्नु परेन हिजो भाइ परेन कति अब 700 रुपियाँ लिएको गोल्डन जुब्ली इङ्ग्लिसबाट भन्नुपर्दा नेपालीबाट भन्नुपर्दाखेरि चाहिँ स्वर्ण जयन्ती ज्यूलाई दीप जलन गरिदिनु अनुरोध गर्दछौँ। उयो कलशको एउटा फुल तल दिएको छेउमा राख न चुडेर भेटी छ भेटी हाल एउटा टपर र हाम्रो दिपेश भाइलाई हामीले अघि बढाइ नै यस पछाडिको प्रोग्राम सेटलमेन्ट गराइदिने अनुरोध गरिसकेका छौँ। त्यसरी नै यस पछाडि हामी आँखामा पट्टी बाँधेर लौरोले टिनलाई हिर्काउने पनि प्रोग्राम भाइहरूले गर्नुहुनेछ र बोली पनि त्यसपश्चात भन्ने पछिन त्यसपछि बिरमती सुब्बा त्यसपछि रचना सुब्बा त्यसपश्चात
लालबहादुर प्रधान त्यसपश्चात हर्कबहादुर सुब्बा ताली मार्नुहोस् ताली त्यसपश्चात बालकृष्ण प्रधान त्यसपश्चात आनन्द खतेरा त्यसपश्चात कमल सुपले विक्रम खतेरा त्यसपश्चात श्रीजहान सुब्बा त्यसपश्चात 18 नम्बरमा फुलमाया सुब्बा त्यसपश्चात फुलराम कटेल त्यसपश्चात 20 नम्बरमा हामी आइपुगेका छौँ प्रेम प्रधान त्यसपश्चात सञ्जय पटेल त्यसको निम्ति वितरण भयो यो फटमा पूर्णमाया राई आज्ञा र 21 नम्बरमा तेजबहादुर सुब्बा दाजुलाई पनि आसन ग्रहण गराइदिने अनुरोध गर्दछु तेजबहादुर सुब्बा र त्यसरी नै स्वागतमको कार्यक्रममा हाम्रो गर्जमान राई दाजुलाई पनि ल्याएर राखिदिने अनुरोध गर्दछु गर्जमान राईको साथसाथमा र खड्कबहादुर प्रधान दाजुलाई पनि आएर आसन ग्रहण गराइदिनु अनुरोध गर्दछु भयो अझ अलि स्टार्ट गरे होइन बस्नुहोस् काका भयो स्वर्गीय मोतीलाल प्रधान उहाँ पनि हुनुहुन्न त्यसपश्चात स्वर्गीय बुद्धवीर सुब्बा उहाँ पनि हुनुहुन्न उहाँ पनि मेम्बर हो पहिला फाउन्डर हो त्यसपश्चात स्वर्गीय मनबहादुर राई त्यसपश्चात स्वर्गीय पुरोहन सुब्बा त्यो पनि तपाईँले नाम सुन्नु भएको छैन होला त्यो चाहिँ बिजुले बुढो भयो पुरोहन सुब्बा उहाँ पनि फाउन्डर हो त्यसपश्चात इन्द्रमान प्रधान स्वर्गीय हुनुभयो उहाँ पनि फाउन्डर हो त्यसपश्चात वीरबहादुर सार्की उहाँ पनि फाउन्डर हो बुझ्नुभयो त्यसपश्चात प्रभुराम कटेल उहाँ पनि बुझ्नुभयो हाम्रो सुक्कु सुब्बा अनि विनोद राई र आइमन दाजुलाई पनि यहाँ आसन दिन अनुरोध गर्दछु सुक्कु सुब्बा आइमन राई Bye.
सबै र साथी दिनैलन आवाजमाथि भैँसी गोठाला लेली हजुर भैँसी गोठाला हेलो हाई स्वर्ण जयन्तीमा यस्तो नि भएको छ मान्छेहरू धर्म समाजको स्वर्ण जयन्ती फिनिसिङको फेरि क्या फिनिसिङ खदललाई हेला होइन नि गति छाड्छ भने नि म पनि गति छाड्ने मान्छे हो कि मलाई बोकेर कसैले पनि लाँदैन ल खाँदा मलाई 50 वर्षको लड्ने भन् ल गुड 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 खिच्छ भाइ कसरी भनु शिवले गुड 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 कसरी भनु शिवले मान्दै मान्दैन शिवलाई लान्छु भन्छु मान्दैन तल गएको